सिनेमा हिस्ट्रीमा फर्स्ट टाइम एभर कुनै मुभी चाहिँ 100% आइम्याक्समा सुट भएको छ र यो कारनामा चाहिँ क्रिस्टोफर नोलन बाहेक अरू कसले गर्न सक्छ त नि। यस, नोलन साहबको द ओडिसी मुभी जुलाई 17मा चाहिँ रिलिज हुँदैछ एन्ड दिस मुभी निड्स द बिगेस्ट आइम्याक्स स्क्रिन है। यो पटक आइम्याक्स मुभी हेर्नलाई चाहिँ चन्दा नै उठाउन पर्ला। ओके, ओडिसीको बारेमा यति तपाईँलाई थाहा छैन भने चाहिँ ग्रिक माइथोलोजीमा चाहिँ ट्रोजन वार भन्ने भएको थियो एउटा। ट्रोजन हर्स ट्याक्टिक्स युज गरेर चाहिँ त्यो वार जितेको थियो। सायद यसको बारेमा धेरैजनाले सुनेको हुनपर्छ। त्यो वार जितिसके पछाडि चाहिँ ओडिसियस र उसको टिम चाहिँ होम रिटर्न गरिरहेको छ र यसमा आउने फिजिकल अब्स्टेकल्सहरू, साइकोलोजिकल च्यालेन्जेसहरू र यो कुरा यो जर्नीलाई चाहिँ मुभीले देखाउनेवालामा छ। स्टोरी सुन्दाखेरि एकदम सिम्पल लागिरह होला नि होइन, बट हे इज अ क्रिस्टोफर नोलन क्या। मेमेन्टो मुभीको त्यो ब्याकवर्ड स्टोरी टेलिङ अनि त्यस पछाडि आएर ओपन हाइमरको चाहिँ त्यो मिक्स म्याक्सवाला स्क्रिन प्ले यसले दिमाग घुमाएको थियो नि होइन। यो मुभी पनि त्यति इजी हुनेवालामा चाहिँ छैन एन्ड भिजुअल्स जहिलेको पनि एकदमै चुम्मेश्वरी देखिन्छ होइन। अनि त्यस पछाडि साउन्ड डिजाइन पनि क्या बवाल फिल भइरहेको छ कि सिर्फ ट्रेलरमा नै मुभी कतिको बवाल होला भन्ने म सोचिरहेको छु कि यो मुभीले बक्स अफिस फाड्नेवालामा छ। धेरैजना एक्साइटेड छन्। नेपालमा क्रिस्टोफर नोलनको कतिको फ्यान्सहरू छन् भन्ने मलाई खासै धेरै आइडिया चाहिँ छैन। तपाईँलाई कतिको मनपर्छ र तपाईँको साथीहरू कसैलाई मनपर्छन् भने ट्याग गरिदिनु होला है त। मुभीको लागि कतिको एक्साइटेड हुनुहुन्छ त्यो पनि कमेन्ट गरेर भनिदिनु होला है त। लाइक एन्ड फलो।